हेलो गाइड्सहरु हामी चाहिँ यता पुलानको सिचिनबाट है आज चाहिँ हामी हिजोतिर साँझ डर हिउँ परेको थियो आज चाहिँ हामी हिउँ खेल्नलाई भनेर राततिर यसो हामी निक्लेको के अरे हामी चाहिँ टक्क यो ठाउँमा चाहिँ डरो हिउँ खेलिरहन साथीहरू है बच्चाबच्चीहरू यहाँ त लोकलहरू पुलानको सिचिनबाट है साथीहरू चाहिँ यति बेलाको बसीमा हामी ठ्याक्कै बाहिर वातावरणको भ्रमण गरिरहेको छौँ हामी हेर्न सकिन्छ गाइडहरू वाउ क्या खतरा छ साथो हाम्रो दुईजना लाउरे हुनुहुन्छ अगाडि अगाडि वाउ गाइड हामी चाहिँ उता समुद्र साइड जान आएको कस्तो छ समुद्र है यसो हेरौँ न तातो र समुद्रको साइडतिर आएको छौँ हामी है अहिले चाहिँ फेरि यति बेलाको अवस्थामा यो चाहिँ समुद्र साइडतिरबाट लिएर आएको छु भिडियो अटाली चिसो छ चिसोलाई पन्छ्याउदै पनि हामी यतातिर यो खेल्ने भनेर आएको अलि चिसो जस्तो छ अवस्था हामी एकचोटि फेरि अहिले चाहिँ यो चाहिँ टाढा हो हामी अलि नजिक गएर तल समुद्रको पानीहरू चाहिँ है पहिला बग्ने पानी चाहिँ अहिले ट्याक्कै जमेर तल है पुरै खतरा देखियो त्यसो हामी प्रत्यक्ष देखाउनेछौँ है त यही भिडियो भएर पुऱ्याइदिनु होला चिसो छ नि अत्याधिक हेलो निराज सर कहाँ हो ल बढिया नजिक आउँदैछौँ हामी यस्तै छ क्यारे चिसो छ चिसोको बावजुद पनि हामी डुलिरहेछौँ हामी चाहिँ समुद्रको नजिक अब आइपुग्ने पनि लागेको क्या साथीहरू है र गाडीहरू बसिरहेको छ मिठो लागेको जस्तोमा जग्गाले अगाडि दुईजना साथीहरू छ त्यहाँदेखि चिसो छ पुरा चिसो काम कस्तो छ अब हेरौँ है कति वा पुरै आइस छ है राम पुरा आइस लागेर है भिडियो छ साथी हो ए कतिको ठाउँमा चाहिँ अलिअलि पारी हल्का चाहिँ अलिअलि त्यो पानी बगिरहेको देखिन्छ भने यतातिर चाहिँ पुरै आइस लागेको छ है गाई चाहिँ हेर्नु सक्नुहुन्छ यो चाहिँ यसमा चाहिँ डोङ्गा पान्जासहरू पुग्छ है एउटा पारी जास एउटा है यता छ यो ठाउँमा चाहिँ हामी है हो समुद्र फर्केर चिसो चिसो छ अत्याधिक त्यही कारण गर्दा हामी चाहिँ अब फर्केँ तल यो चाहिँ जास किन्नमा पुरै आइस लागेर है भिजोक छ केटाहरूले यसो अवलोकन गरिरहन् पछाडि जास पनि छ उताउता चिसो छ साथीहरू चिसो छ अत्याधिक के छौ हाट लामो कडा हो गट जार भा